यो चाहिँ उडान अगाडिदेखि नै हामी तपाईको भिडियो रेकर्ड गर्छौं तपाईको मेमोरीको लागि। यसरी पक्ड्नुस् है, लामो सास फेर्नुस्, टाढा हेर्नुस्, हावा आउँदैछ यसरी जाने। के समस्या सर? छैन। ओके, समस्या भए भन्नु होला है। एकदम एकदम दायाँ बायाँ नहेर्नुस् अब, हुन्छ डाँडाले हुन्छ ल। आज हावा बिहानैबाट यस्तै हो कि हो? अघि त राम्रो थियो यार। लामो सास फेर्नुस्, एउटा डाँडा हेर्नुस्, रमाइलो हिँड्नु भने हिँड्ने, दौडिनु भने दौडिनु। हुन्छ ल, केही टेन्सन नलिनुहोस् बस। त्यहाँ आइपुगेछ बल्ल हो है, अगाडि ठुलो थर्मल छ। हजुर, आज बाबु एडभेन्चरै हो कि लास्ट? सबैको लास्ट टाइम पनि छैन। सिजन त यसपालि त खै है, गाह्रो होला। त्यही हो सिजन। दिनले कति राम्रो छ हेर हो, दिन एकदम राम्रो छ। पहिला 1200, 800, 600 मान्छे उठ्थ्यो दिनमा है। उभिरहेको। ओके ल, दौडिनु दौडिनुहोस् त, दौडिनुहोस्। माथिबाट है। पछाडि देखिन्छ होला अहिले यसरी। पछाडिको चाहिँ मेरो भाइहरू हो। ल एकचोटि हाई गरिदिनुहोस् यता क्यामेरातिर। हामी फेवाताल माथितिर छौँ हजुर है। हजुर,
या मजा आयो ल्यान्डिङ ल उभिनुहोस् दामी भयो ल उभिनुहोस् ल बाई बाई गर्नुहोस् बाई बाई मजा आयो है सबैजना आउनुहोस्